साथीहरू नमस्कार। आउनुहोस् यस भिडियोमा कुरा गरौँ सुपरस्टार प्रदीप खड्काको बारेमा। प्रदीप खड्काको जन्म विषम 2047 फागुन 26 गते ललितपुरमा भएको थियो। उमेरको हिसाबले 35 वर्ष पुगेका प्रदीप खड्काले 11 भन्दा बढी चलचित्रमा आफ्नो अभिनय देखाइसकेका छन्। बुबा टेकबहादुर खड्का र आमा शारदा खड्काका छोरा प्रदीप खड्काले एउटा फिल्ममा अभिनय गरे बापत 25 देखि 35 लाखसम्मको पारिश्रमिक लिएको खुलिएको छ। प्रदीप खड्काको कुल सम्पत्ति 9 देखि 12 करोडसम्म रहेको छ। प्रदीप खड्का सन् 2011 देखि सक्रिय भएर नेपाली सिनेमातर्फ अघि बढिरहेका छन्। प्रदीप खड्काले अभिनय गरेका सुपरहिट मुभीहरू प्रेम गीत 1, प्रेम गीत 2, प्रेम गीत 3, पिताम्बर, लिलिबिली, पुजार सार्की, लभ स्टेसन, प्रकाश जस्ता मुभीहरूमा पनि प्रदीप खड्काले अभिनय गरिसकेका छन्। भिडियो कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सनु होला। साथै च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला।